10 अप्रेलका दिन सिक्किमको सिङतामबाट टिस्टाले बगाएका भीमबहादुर तामाङको शव आज भेटाइएको छ। मूल रूपले कालेबुङको पेदुङ निवासी र हालमा सिङतामको आदर्श गाउँ बस्दै आएका वाहन चालक तामाङ गाड़ी धुन टिस्टामा गएका थिए। त्यसै समय उनलाई बगाएको बताइएको छ। त्यसपछि टिस्टा रंगीत रेस्क्यू सेन्टरको सहयोगमा सिङताम आदर्श गाउँ समाज र चालक एसोसिएशनका सदस्यहरूले खोजी कार्य गरिरहेका थिए। आज टिस्टा रंगीत रेस्क्यू सेन्टरको टीमले तामाङको परिजनको सहयोगमा रम्फू छेउ मजुवा भन्ने ठाउँबाट तामाङको शवलाई बगिरहेको अवस्थाबाट निकालेको हो। शवलाई पोस्टमार्टमको लागि कालेबुङ जिल्ला अस्पताल पठाइएको छ। आसेङको नाम के हो? आसेङको नाम भीमबहादुर तामाङ। अस्ति हराएको नि कति तारिकको हराएको थियो? यो तपाईको तारिक आज 10 दिन भयो। 10 दिन भयो। तपाईहरु चाहिँ कसरी थाहा पाउनुभयो बिहान बडी बगाउँदैछ? अब हामीले त्यहाँ सिङताममा चाहिँ उसको फ्यामिलीहरूले नै देख्यो। देखेर चाहिँ अन्त हामीलाई अब यहाँ हाम्रो बडी बोकाएर लग्यो हामीले जस्तो लाग्यो भनेर चाहिँ अन्त हामीलाई भन्दा चाहिँ अन्त त्यहाँदेखि हामीले सबैजना गाउँको मान्छेहरूलाई सबैलाई हल्ला गरेर अन्त तपाईँलाई नै फेरि हामी ऱ्यापिङ पार्टी नै बोलाउनु पर्यो भनेर तपाईँसँग बिहान कन्ट्याक्ट भयो। हजुर। अन्त त्यहाँदेखि तपाईँलाई पनि बोलाउँदै गऱ्यो। हामी उबाट बडीको पछि पछ्याउँदै 20 माइलमा नि मान्छे राख्यो। हामीले 20 माइलमा नि खुद देखेको मान्छे भेट्यो। अन्त बाई खोला नि काट्यो भन्यो। अन्त फेरि हामी खानी खोलाको त्यो दोबारमा आएर पर्खेको त्यहाँ भेटेन। फेरि मामरिङमा आएर बस्यौँ। मामरिङ ब्रिजबाट हेऱ्यो। मामरिङ ब्रिजमा आउँदा नभेटेर चाहिँ अन्त आधी मान्छे मामरिङ ब्रिजमा छोडेर त्यहाँदेखि हामी छ्यामारले लिनु राफ्टिङै लिनु हुँदा गयो। हजुर हजुर। तपाईँलाई हामीले अँधेरीबाट आधी मान्छेले हामी तपाईँलाई यहाँनिर अँधेरी आइपुग्दा नि माथि बडी आइपुग्यो भन्यो मामरिङ ब्रिजमा। अन्त त्यहाँदेखि यहीँ दोबानमा ल्याइगयो हामीले। यहाँ चाहिँ आज 20 तारिक है 20 अप्रेल 2025मा चाहिँ सिङतामबाट अस्ति बगाएको मिसिङ भएको मान्छे थियो। 10 दिन बादमा चाहिँ यहाँ मजुवा अटल सेतुको तल्लोपट्टि निकालेको छौँ। अन्त हामीले पुलिस प्रशासनलाई पनि खबर गरेको छौँ। खासमा हामी त्यो सिक्किमतिर निकाल्नुपर्छ भनेको थियो, तर खोलाले बगाउँदै आज खोला पनि ठुलो बढेको थियो। अन्त आज हामीले यो रम्फू बेङ्गालपट्टि चाहिँ निकालेका छौँ। हाम्रो टिस्टा रंगीत रेस्क्यू सेन्टरसँग चाहिँ लागि परेर उहाँहरू फ्यामिली भयो लोकल उहाँको इष्टमित्रहरूले हामीले अस्तिदेखि चाहिँ खोज्दै थियौँ र आज चाहिँ खोला बढेकोले गर्दा चाहिँ निक्लिएछ बडी। खोलामा पसेको चाहिँ देखेको थिइनँ, तर खोलामै पसेको जस्तो उनीहरूको पर्सहरू चाहिँ कता भेटेको थियो भनेर भन्दै थियो।